नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति सम्बन्धी प्रसंगबाट। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भूमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताउनु भएको छ। बुधबार नयाँ बानेश्वर स्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमाले फुटाउने अपराधिक, असंवैधानिक र गैर कानूनी काममा संलग्न रहेको भन्दै आफूहरू सभामुखलाई निष्पक्ष रूपमा मानेर अगाडि बढ्न नसक्ने बताउनु भएको छ। उहाँले सभामुखको एमाले विरोधी गतिविधिको विरुद्धमा एमालेको गम्भीर प्रश्न रहेको उल्लेख गर्दै सभामुखलाई निष्पक्ष मानेर संसद चल्न नसक्ने पनि स्पष्ट पार्नुभयो। त्यस आसनको अत्यन्त अपमान, त्यस पदको अत्यन्तै अपमान र त्यसको मर्यादाको खिल्ली उडाउँदै एउटा विशेषको कार्यकर्ता, एउटा गठबन्धनको कार्यकर्ताको रूपमा र प्रमुख प्रतिपक्ष पार्टीको विरोधीको रूपमा र तोकेर भन्ने हो भने नेकपा एमालेको विरोधीको रूपमा एमालेसँग शत्रुता गरेर एमाले पार्टी फुटाउनका लागि अमर्यादित, असंवैधानिक, गैर कानुनी काम गर्ने मान्छे सभामुखको घोषणा। अब अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका पूर्व एमालेका 14 जना सांसदलाई पार्टीबाट निष्कासन गरिएको भन्दै संसद बैठकमा ती गैर सांसदहरूको उपस्थिति आफूहरूलाई मान्य नहुने पनि बताउनु भएको छ। सभामुखले कसैलाई संसदबाट निष्कासन गर्ने र कसैलाई नगर्ने पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उहाँले माधव नेपाल लगायतका सांसदहरू बैठकमा आउने भए रामबहादुर थापा बादल, टोप बहादुर राय माझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरी लगायतका सांसदहरू पनि संसद बैठकमा आउनुपर्ने अडान दोहोऱ्याउनु भएको छ। सत्ता साझेदार नेकपा माओवादी केन्द्रले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरू पारित गर्नुपर्ने जोड दिएको छ। नेकपा माओवादी केन्द्रको सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसदलाई निर्वाध रूपमा चल्न दिँदै बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो। तोकिएको समय अवधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोर रहेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन्। लगायतका विषयहरूको बारेमा नै चाहिँ सदनको सबल, सक्षम र प्रभावकारी कसरी बनाउने भन्ने विषयमै केन्द्रित भएको चाहिँ छ। त्यसअनुसार चाहिँ अब आजको एजेन्डाहरू मुख्यतः चाहिँ अध्यादेशहरूसँग जोडिएका विषयहरू छन्। अध्यादेशहरूलाई चाहिँ अगाडि बढाउनुपर्छ र त्यसलाई चाहिँ तोकिएकै समयावधि भरमा अथवा 30 गते चाहिँ त्यसको समयावधि सकिन्छ, 30 गतेकै समयावधि भरमा चाहिँ यसलाई पारित गराउन पहल गर्नुपर्छ। यस अधिवेशनमा अधिकतम रूपमा विधेयकहरू पास गर्न पहल गर्ने निर्णय माओवादी केन्द्रको छ। नेकपा एमाले सदन अवरुद्ध गर्ने भन्ने विषयमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख सचेतक गुरुङले एमालेलाई सहमतिमा अगाडि बढ्न आग्रह गरिने पनि बताउनु भएको छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी विरुद्ध 22 दलीय गठबन्धनले काठमाडौँमा प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म एमसीसी सम्झौता खारिजको माग गर्दै गठबन्धनले विरोध प्रदर्शन गरेको हो। उनीहरूले राष्ट्रघाती एमसीसी सम्झौता खारिज गर एमसीसी विरुद्ध आवाज उठाउनेको धरपकड बन्द गर लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनमा गठबन्धनको तर्फबाट सीपी गजुरेल, नेकपा एमालेका अध्यक्ष सीपी मैनाली लगायतको सहभागिता थियो। नेकपा एमाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे तत्काल कुनै धारणा नबनाउने भएको छ। संसदीय दलको बुधबार बसेको बैठकमा सांसदहरूले एमसीसी बारे पार्टीको धारणा मागेका थिए। जनताले नो एमसीसी भनेको भन्दै धेरै सांसदले त्यस विपरीत जान नहुने बताएका थिए। जवाफमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले यसबारे धारणा बनाउन हतार गर्न जरुरी नभएको बताएका थिए।
यता नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताएका छन्। सरकारमा रहेका दलहरूबीच एमसीसी बारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी गरेका छन्। बुधबार बुटवलमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले एमसीसी बारे एमालेले पहिल्यै निर्णय गरेर नबसेको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका लक्ष्य तोके पनि लगानी अभावमा काम गर्न नसकेको बताउनु भएको छ। बुधबार लगानी बोर्ड नेपालको 10औं वार्षिक उत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा निजी क्षेत्रलाई समावेश गराउन आवश्यक रहेको बताउनु भएको छ। निजी क्षेत्रको लगानीको आवश्यकता राष्ट्रिय गौरवको परियोजना भएकोले अब सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अन्तर्गत अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। International Finance Corporation politics in an easy and functional fiscal gap. COVID-19 pandemic has led the nations leaning towards investments. कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालमा लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो। लगानी बोर्ड नेपाल लगानीलाई भित्र्याउने एउटा ढोका भएको बताउँदै अर्थमन्त्री शर्माले लगानीकर्ताले लगानीको ढोकाबाट प्रवेश गर्दा विश्वास दिलाउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो। उहाँले लगानी प्रवाहलाई प्रवर्धन गर्न सरकारले सार्वजनिक निजी साझेदारी लगानी ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक उद्योग ऐन जस्ता नीति निर्माण गरेकोले अब यसलाई कार्यान्वयन गरेर लानुपर्ने बताउनु भएको छ। कार्यक्रममा ऊर्जा तथा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले सरकारले विकासको योजनालाई पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ। ऊर्जा मन्त्री भूषालले नेपाल सरकारले 2020 देखि 2030 सम्ममा 10,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको समेत उहाँले बताउनु भएको छ। कार्यक्रममा चिनिया कम्पनी ह्वाङशी होल्डिङ ग्रुप चाइनाका प्रबन्ध निर्देशक लिउ सोहङले नेपालमा झण्डै 40 अर्ब लगानी गरेर सिमेन्ट उत्पादन थालेको चिनिया कम्पनी ह्वाङशी होल्डिङ ग्रुप चाइनाले नेपालमा थप लगानी गर्न चाहेको बताउनुभयो। उहाँले नेपालको एसएच इन्भेस्टमेन्ट लिमिटेडसँग सहकार्य गरी ह्वाङशी होल्डिङको दोस्रो फेज र दाङ सिमेन्ट परियोजना विकास गर्न आफू अघि बढेको पनि प्रबन्ध निर्देशक होङले बताएका थिए। नेपाली कंग्रेसमा आबद्ध नेपाल मुस्लिम समूहले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धरना दिन सुरु गरेको छ। संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दबाब दिँदै केन्द्रीय कार्यालयमा धरना दिन सुरु गरेको हो। प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट आफूहरूलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दबाब दिन आफूहरूले धरना लगायतका दबाब आन्दोलनको कार्यक्रम सुरु गर्न परेको संघका सभापति सत्तारले बताएका छन्। पार्टीभित्र प्रवेश चाहिँ गर्न नपाउने व्यवस्था जुन भयो यसको विरुद्धमा हामी धरना गरेका छौँ र यो धरना कार्यक्रम हामीले जबसम्म पार्टीले यो कुरा सच्याएर यो नियमावलीलाई सच्याएर आउँदैन तबसम्म हामी संघले पार्टीको सबै निकायमा सबै समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधान अनुसार महाधिवेशन प्रतिनिधि चयन हुने गरी निर्वाचन निर्देशिका सच्याउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र पनि बुझाइसकेको छ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी साक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन्। बुधबार उनले 7 मन्त्री र 4 जना राज्यमन्त्री नियुक्त गरेकी हुन्। नवगठित मन्त्री परिषदमा केशव खड्का भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने डाक्टर अजय क्रान्ति साक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएकी छिन् भने विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्ति प्रसाद पौडेल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन्। प्रदीप कुमार कटुवाल छेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री साक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ, बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छिन्। खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्यमन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री, मैनाली भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त भएका हुन्। नवनियुक्त 7 मन्त्री र 4 जना राज्यमन्त्रीले बुधबारै शपथ लिएका छन्।
नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनोकामना मन्दिर करिब 4 महिनापछि आजदेखि खुलेको छ। कोभिड-19 को संक्रमणको जोखिमका कारण गत वैशाख 23 गतेदेखि पूजा-आजा गर्न रोक लगाइएको मनोकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूल पुजारी इन्सान बहादुर थापा मगरले जानकारी दिएका छन्। मनोकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागि समेत पूजा-आजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको उनले बताएका छन्। आज बिहान नियमित रूपमा गरिने नित्य पूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ। मूल पुजारी थापाले भने पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ। मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइएको उनले बताएका छन्। 4 महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौं भक्तजन पूजापाठका लागि त्यहाँ पुगेको मूल पुजारी थापाले जानकारी दिएका छन्। महिलाहरूको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन। तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दू महिलाहरूले दर खाने चलन रहेको छ। दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परा रहिआएको छ। दर खाने दिनको भोलिपल्ट तीज पर्व मनाइन्छ। तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ। दर खाने समय र स्थान भने ठाउँ ठाउँ अनुसार फरक फरक रहेको छ। कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाऊ भनी निराहार व्रत बसेको र उनको मनोकामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ। कोभिड संकटको मारमा परेका मोबाइल व्यवसायीहरूले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। मोबाइल व्यवसायीहरूले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करैबाट चुक्ता हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले लकडाउन अवधिको घर भाडा बापतको रकम आयकरबाटै समायोजन हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। उहाँले सरकारले अन्य उद्योगीलाई सहुलियत ब्याज दरमा ऋण प्रवाहको व्यवस्था गरे पनि आफूहरूलाई नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो। महासंघले राज्यको कर छली गरी भित्रिएका मोबाइलहरूलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरू पनि लागि पर्ने प्रतिबद्धता समेत जनाउनुभयो। महासंघको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्रै मोबाइल व्यवसायीहरूले 3 अर्ब 52 करोड राजस्व राज्यलाई बुझाएका छन्। अब इन्टरनेशनल न्यूज। इन्डोनेसियाको वान्टेन प्रान्तको एउटा कारागारमा बुधबार बिहान सबेरै आग लागि हुँदा कम्तीमा 41 जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्। बिहान 1 बजेदेखि 2 बजेको समयमा आगो निभाइएको थियो। आग लागेको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको छ। आगलागी भएको कारागारको सो ब्लकमा लागू औषध सम्बन्धी अपराधको सजाय भोगिरहेका कैदीहरू राखिएको थियो। त्यहाँको क्षमता 122 जना व्यक्ति भएको बताइन्छ। प्रारम्भिक आशंकामा आगलागी बिजुली सर्ट भएर भएको कारणले भएको हुन सक्ने त्यहाँका प्रहरी प्रवक्ता युश्री युनुसले जानकारी दिएका छन्। आगोबाट 73 जनालाई चोटपटक लागेको छ। हवस् त अपन न्यूज अहिलेलाई यति नै। पल पल खबर तेज नजर अपन टिभी हेर्दै रहनुहोला। नमस्कार।